के तपाईँलाई थाहा छ घरको जग पिल्लर र छतको ढलाइ गर्दाखेरि कहिले पनि एउटै ग्रेडको कङ्क्रिट युज हुँदैन। कङ्क्रिट तपाईँको डिफ्रेन्सिएट गर्दा हामीले M15, M20, M25 गर्दै जान्छौँ, जसमा हामीले M भनेको मिक्स हो र त्यसपछि आउने जुन नम्बर हुन्छ 15, 20, 25 भनेको चाहिँ यसको 28 दिनको कम्प्रेसिभ स्ट्रेन्थ अथवा यसले माथिबाट लोड लाग्दाखेरि कति लिन सक्छ त्यसलाई जनाउँछ। नोमिनल मिक्स भनेको चाहिँ तपाईँको डिजाइन नगरिकन जुन हाम्रो रेसियोमा गरिने हुन्छ, जस्तै सिमेन्टीको रेसियोमा चाहिँ हामीले बालुवा र गिट्टीलाई राख्ने गर्छौँ, त्यसलाई चाहिँ नोमिनल मिक्स भनिन्छ। नोमिनल मिक्स जेनरली हाम्रो M25 सम्म ग्रेडको लागि गरिन्छ, तर M25 लाई चाहिँ जेनरली नोमिनल मिक्सबाट गर्दाखेरि इकोनोमिकल नहुने अथवा खर्च बढी देखिने भएकाले M25 वा M25 भन्दा माथि चाहिँ हामीले डिजाइन मिक्समा जान्छ। डिजाइन मिक्स भनेको चाहिँ तपाईँको सिमेन्टी, बालुवा, गिटी, अरू इन्ग्रेडियन्ट्सहरू चाहिँ कति वेटमा राख्ने भनेर चाहिँ हामीले त्यो अनुसारको आइएस कोड अथवा कुनै स्ट्यान्डर्ड कोडलाई फलो गरेर हामीले राख्ने गर्छौँ। र त्यसै गरी तपाईँहरूको घर वा कुनै पनि संरचना बनाइरहेको छ भने ढलानको बेलामा कङ्क्रिटको यदि नोमिनल मिक्समा भइरहेको छ भने नोमिनल मिक्स अनुसारको रेसियोलाई एकदम मजाले हेर्नु होला, र अर्को डिजाइन मिक्स अनुसार भइरहेको छ भने त्यही अनुसारको वेटमा गरिएको छ कि छैन त्यही अनुसार हेर्नु होला। र अर्को कमनली मेन मिस्टेक हुने कङ्क्रिट कास्ट गर्दाखेरि मिस्टेक हुने भनेको तपाईँको बढी पानी हाल्दाखेरि हो, किनकि जति बढी हामीले मिक्समा पानी हाल्यौँ त्यति नै हाम्रो स्ट्रेन्थ चाहिँ घट्दै जाने हो। पानीको काम भनेको एउटा मिक्सिङ र हाम्रो कामलाई सजिलो बनाउन अथवा कङ्क्रिटलाई प्लेस गर्नको लागि, भाइब्रेट गर्नको लागि र फिनिस गर्नको लागि मात्र सजिलो बनाउने हो। त्यसैले स्वस्थ घरमा हामीले हरेक कङ्क्रिटको ग्रेड र वाटर सिमेन्ट रेसियो एकदम कडाइका साथ चेक गर्ने गर्छौँ। त्यसैले आफ्नो सपनाको घर बलियो बनाउनको लागि स्वस्थ घरलाई सम्पर्क गर्नुहोला। धन्यवाद।